सेलरोटी सुरुमा बनाउँदा बिग्रिने मेरो मात्रै होइन, सबैको होला है। त्यस्तै गर्दै सिक्दै जाने त हो नि। मैले कतिचोटि बिगारेर बल्ल मैले सेलरोटी बनाउन जाने। अब यो रेसिपी तपाईँहरूको लागि। हेलो गाइज, नमस्ते सबैजनालाई, स्वागत छ मेरो च्यानल लाइफ अफ कोइनामा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। र आज श्रावण 15 खिर खाने दिन। सबैलाई खिर खाने दिनको मङ्गलमय शुभकामना। यो भिडियो चाहिँ अब खिर खाने दिनभन्दा एक दिन पछाडि आउँछ होला, केही फरक पर्दैन। अनि आज चाहिँ मलाई खिर खानलाई चाहिँ मेरो माथि दिदी भिनाजु मम्मी बुवाहरूले बोलाउनु भएको छ। दिया बहिनी, शान्त आन्टीहरू सबैजना आउनु भएको छ। रमाइलो हुन्छ आज। अनि माथि गएर खिर पार्टी गर्दाखेरि मलाई पनि आज स्पेसल डे, केही मिठो बनाऊ भन्ने सोचेँ। अनि मैले पनि केही बनाएर खुवाउँ जस्तो लागेर मलाई सेलरोटी बनाउन एकदम मनपर्छ, तर कहिले पनि बन्दैन। अनि धेरैचोटि ट्राई गरेको भएर होला अब चाहिँ मलाई बनाउन आउँछ है भन्ने चाहिँ एकदम कन्फिडेन्स भयो। अनि मैले बनाएँ पनि सेलरोटी, यस्तो मिठो भयो, तर सेप चाहिँ राम्रो भएको छ होइन। सो मेरो हस्बेन्डको फेभरेट हो सेलरोटी, अझ दुधको चियासँग यति मनपर्छ उहाँलाई। अनि आज धुलीखेल गरेर आउँदै हुनुहुन्छ। उहाँलाई के खाजा बनाएको छौ भन्दाखेरि के बनाएको छु आउनु न खानु होला भनेर भनेको छु। सेलरोटी देखेर अनि कस्तो खुसी हुनुहुन्छ होला। ओ माई गड, रेसिपी पनि म तपाईँहरूलाई सेयर गर्छु। ओके बाई। राम्रो सेलरोटी बनाउनको लागि चाहिँ मेन इम्पोर्टेन्ट कुरा भनेको चामल मजाले भिजेको हुनुपर्छ। मेरो चाहिँ रातिसम्म प्लान थिएन बनाउने, त्यही भएर बिहान मात्रै प्लान भएको भएर मैले बिहानमा चामल भिजाउँछु, 5-6 घन्टा मजाले भिज्न दिन्छु। र यो मासको दाल देखेर दङ्ग पर्नुभयो होला न, सेलरोटीमा मासको दाल हो। मलाई पनि सुरुमा त्यस्तै लागेको थियो, तर हाम्रो 4 भाग चामलको 1 भाग जति चाहिँ मासको दाल राखियो भने सेलरोटी यति नरम, यति राम्रो बन्छ। त्यही भएर मैले पनि यो ट्राई गरेको। 5 घन्टा जति हाम्रो चामल र दाल भिजिसक्यो। अब यो दालको चाहिँ मजाले मैले बोक्रा फालेर सफा पारेँ। अब हामीले चामल, दाल अनि यसमा चाहिने चिनी र घिउलाई ब्लेन्ड गरेर ब्याटर रेडी गरेर त्यसलाई पनि हामीले 2 घन्टा जति रेस्ट गर्न छोडिदिन्छौँ। अब मैले 4 कप चामल लिएको थिएँ अनि 1.5 कप चाहिँ हाम्रो मासको दाल लिएको थिएँ। तर मैले बनाउँदाखेरि चाहिँ हाफ कप दाल चाहिँ निकालिदिएँ। मैले 1 कप मात्रै युज गरेँ, त्यही भएर तपाईँहरूलाई मैले त्यति नै राख्नु भनेर भन्छु। अब हाम्रो सबै ब्याटर रेडी भयो। अब यति चामलको लागि चाहिँ मैले 150 ग्राम चिनी अनि ठुलो चम्चाको 3 चम्चा जति घिउ राखेको छु। अनि मलाई घिउ अलिकति धेरै हुन्छ जस्तो लागेर मैले चाहिँ 1 चम्चा जति घिउ चाहिँ पहिला निकालिदिएँ। पछि यसको कन्सिस्टेन्सी राम्रो भएन भने फेरि एड गरौँला भनेर घिउ निकालेँ। मेरो चाहिँ घिउ हालेपछि नै सेलरोटी राम्रो बन्छ भन्ने रङ कन्सेप्टले गर्दा अहिलेसम्म सेलरोटी बिग्रिरहेको रहेछ। योचोटि चाहिँ मैले घिउ थोरै हालेर एकदमै राम्रो सेलरोटी बन्यो के। अनि हाम्रो यो चिनी घिउ पिस्दाखेरि चाहिँ त्यो अलिकति गिलो हुने भएको भएर मैले चाहिँ पछि झन् भिजेर यो सेलरोटी हाल्ने बेला गाह्रो हुन्छ भनेर मैले ठिक्क भएको थियो ब्याटर, त्यही पनि मैले त्यसमा 1 मुठी जति फापरको पिठो एड गरेर यसलाई मैले 2 घन्टा जति रेस्टको लागि छोडिदिन्छु। कति चाहिँ मैले बनाउँदाखेरि चाहिँ रेस्ट गर्न छोडेपछि पछि पिठो चाहिँ गिलो भइदिन्थ्यो के, त्यही भएर गिलो नहोस् भनेर सुरुमै फापर एड गरेर छोडेको थिएँ। तर पछि चेक गर्न जाँदा त्यस्तो गिलो भएर आएन। त्यही भएर अब हामीलाई सेलरोटी हाल्नलाई त अलिकति सफ्ट चाहियो लिक्विड, त्यही भएर मैले थोरै पानी थपेर त्यसलाई मिक्स गरेँ अनि एकचोटि चेक गरेँ। ल अब यतिको घुमाउन मिलेपछि रेडी भयो। अब जाउँ हामी सेलरोटी बनाउनतर्फ, जसको लागि चाहिँ मैले ग्यास बसालेर कराई तताउन राखिसकेँ। अनि त्यसमा तेल पनि राख्छु, घुमाउँदाखेरि सजिलो होस् भनेर बिचमा मैले दियो राखेँ। अब तेल मजाले तातिसकेपछि चाहिँ त्यसलाई अलिकति चेक गर्नको लागि थोरै पिठो चेक गरेँ र तेल तातेर रेडी भयो। अब मैले फर्स्ट सेलरोटी घुमाएँ। सेप चाहिँ राम्रो बनेको छैन। यो सुरुको सेलरोटी हाल्दा त झन् डर लागेर त्यो राम्रोसँग टाँसिँदा पनि टाँसिएन। तर ल हेर्नुहोस् कस्तो मजाले रेडी भयो हाम्रो सेलरोटी। यसै गरी मैले बाँकी रहेको ब्याटरहरूबाट सबै सेलरोटी हातैले रेडी गर्छु। हातले बनाउँदाखेरि चाहिँ अलिकति हामीले ध्यान दिनुपर्छ, तातो तेलमा कहिलेकाहीँ पोल्छ हात। मेरो मम्मीले चाहिँ हातले हाल्ने भएको भएर मैले सधैँ हातले हाल्न सिकेँ। सेलरोटीको ब्याटर भन्दैन थियो कि, मलाई हाल्न चाहिँ जस्तो भयो नि हातैले हाल्ने बानी चाहिँ छ, गोलो बनेन। अब भोलिको दिनमा बनाउँदै जाँदा गोलो पनि कसो नभन्ला। अब पहिला सेलरोटी बनाउन नआउने मान्छे, अब चाहिँ मलाई गोलो मात्रै बनाउन आएन, यत्तिको भयो नि घरको लागि काम चलाउ भयो। तपाईँहरू पनि सेलरोटी बनाउँदाखेरि चामलको पिठोमा मासको दाल अलिकति मिसाएर बनाउनु होला। सेलरोटी एकदम नरम बन्छ र घिउको मात्रा एकदम थोरै प्रयोग गर्नु होला। त्यति भएपछि त हाम्रो सेलरोटी रेडी भयो। अब यसै गरी मैले सबै सेलरोटी बनाएर भ्याएँ। अनि लास्टमा चाहिँ खाली कराई निकाल्नु हुँदैन भनेको भएर थोरै पिठोलाई मैले यसमै राखेर कराईबाट निकाल्छु। ल अब हेर्नुहोस् हाम्रो सेलरोटी बाङ्गे टेङ्गे भए पनि कस्तो राम्रोसँग रेडी भयो।
त्यति धेरै नराम्रो नि भएको छैन है। अब सेलरोटी त्यत्तिकै खाना त मिठो हुन्न नि, पिरो अमिलो ट्वाक्क परेको चुकौनी पनि बनाएँ। र अब सेलरोटी हेर्नुहोस्, नजिकबाट देखाउँछु। बाहिरबाट क्रन्ची, भित्रबाट सफ्ट बनेको छ। सुन्नुभयो त आवाज कस्तो क्रन्ची छ। भित्रबाट हेर्नु है कति सफ्ट छ के यो। हाम्रो मिठो सेलरोटी रेडी भयो। मैले सेलरोटी चुकौनी बनाएको छु। यो चाहिँ माथिबाट दिनुभएको, अनि चिया पकाइदिँदैछु यता। यही बेला लाइन गयो फेरि। धन्यवाद। राम्रोसँग मात्र न ड्रेस बनाउँछु भन्दै देऊ त। सेलरोटी रहेछ त बाबा रे बाबा। ल हजुरलाई मनपर्ने चिज मैले यसरी सिक्दैछु। त्यो पनि दुधको चियासित दिएको आज। अब बल्ल मिठो भयो नि। चिया नभए त मिठो लाग्दैन नि फेरि। कति सानो सेलरोटी छ है, मेरो हातै इद्रो छ बिचरा। बन्यो भिडियोको चक्करमा भयो होला। कङ्ग्रेचुलेसन। राम्रो बन्यो। एकदम ल मिठो छ। कति रेटिङ दिनुहुन्छ मेरो सेलरोटीलाई? 9 अलिकति कालो कालो भएर। मेरो बुढोले खोट लाउनु नभन्दै भिडियो बनाएको थिएँ मैले। यी ओरिजिनल मान्छे त यही हो, खोट लगाउने। मैले यसो कन्टेन्टको लागि मात्रै भने हो त। कसले दिएको यो बल बाबुलाई? आई मिस यु माइरा दिदी भन। आई मिस यु। हजुरको बल खेलिरहेको छु भन। मलाई बल दिनुभएकोमा थ्याङ्क यू भन। ओके बाई भन। के भन्छ भिनाजु? ल हाम्रो बुवा कस्तो भयो खिर? मिठो। यता हेर्नु त बुडु, मिठो छ। ल यहाँ हाम्रो मम्मीले पकाइसकेको मिठो मिठो खिर। वाउ, साउन 15 स्पेसल। वाउ, करेलाको यो भिन्डीको अचार। यो चाहिँ मिठो राजमा। यो चाहिँ चुकौनी। किन चलेको नि? बाबुले खाने होइन? यो नाना कसले दिएको बाबुलाई? होइन नि, म त कति मोटो भयो। छोरो म त हेर त तिम्रो भिडियो आयो। खाना ल्याउ न। लडेको भिडियो आयो। खाएर भेट्छ नि मैले। मिठो भयो। मिठो भयो। एक सर्टमा सबै भ्याइदिनु भयो दिदीले। वाउ दिदी, खाइदिनु त। खानु 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 कि दिदी खुर्सानी? ल हजुरले खुर्सानी खानुभयो भने म यहाँ नाचिदिन्छु। पहिला खानु न, अनि पो नाच्छु त। तिमीले के लेख्यौ? यो तिमीले बनाएको हो? यो तिमीले बनाएको हो? यो के हो? यो अनि 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 के हो यो? अनि के भयो यो? पन्त त भएन, सास मात्रै भयो। ल लैदियो, सा भयो। दर्शन ल खानु, मजाले इन्जोय गर्नु। ल ह्याप्पी श्रावण 15। ल थ्याङ्क यू मम्मी, यति मिठो मिठो बनाएर खुवाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। हस् बाई।